다 कमान्डेलियम सर्वप्रथम यो सञ्जालबाट हेरिरहनु हुने सम्पूर्ण अनि लामा गुरुहरू त्यसै गरी कल्याण मित्रहरू गुरुहरू हैन त्यसै गरी गुम्बाका अनि विभिन्न अनि भिक्षु भिक्षुनीहरू त्यस्तै गरी अब विशेष गरी यो अनि भिक्षुनीहरू त्यस्तै गरी अब देश विदेशमा विभिन्न अब छरेर रहनु हुने सम्पूर्ण अनि सबैलाई टसितेलेक सबैलाई अनि सुस्वास्थ्यको कामना व्यक्त गर्दछु। अनि अस्ति केही दिन मैले यो प्रवचन दिनु सकेन किनकि मेरो शरीर त्यति अब कमजोर भएको थिए अनि त्यो कमजोर भएको बेलामा अनि बोल्नु नसक्ने हैन अनि मेरो जिउ एकदम कमजोर भएको कारणले गर्दाखेरि मैले त्यति गर्नु अनि मैले यो प्रवचन दिनु सकेन अनि प्रवचन गर्न मैले भ्याएन सकेन त्यसै कारणले गर्दाखेरि अनि यो आर्यक्षमा वसन्ती शिक्षाको आज अन्तिम दिन रहेको छ। आज 13औं दिन रहेको छ। यो मिग्यु दोर्जेको अब आत्ममुक्ति कथाको अब लेक्चरमा को अब श्लोक केमा अब 21 श्लोक अनि नपाउँदा जस्तो मलाई लाग्यो अनि अर्को साल म यसले निरन्तर दिनेछु। अब यो 21औं श्लोक चाहिँ के हो त भन्दाखेरि अब यो परमार्थ बोधिचित्त अब अपनाउने पाठ रहेको छ हैन। अब त्यसमा चाहिँ अब के हो त अब शिक्षाहरू जुन अब के भन्छ फरदक्षिमटुक अर्थात् 6 प्रकारको पारमिताको विषयमा बताएको छ अनि यो चाहिँ अब अर्को साल म बताउने छु। अनि अर्को साल चाहिँ अब मिग्यु दोर्जेको अब यो अनि अन्तिममा टुङ्गिने छ हैन अवश्य टुङ्गाउने छु अर्को साल चाहिँ। अनि यो धम्मेमा र लेक्चेमा धम्मेमा र हैन यो चाहिँ अब यो टुङ्गिसकेर अनि यो पछि मैले के प्रवचन दिनु गर्नुपर्ने छ भनेर म अब विचार गरौँला। अनि तपाईहरुलाई यो मनमा जिज्ञासा के छ हैन मैले के अब विषय मैले बताउनु पर्ला हैन तपाईहरुले मलाई केही अब के अनुरोधहरु गर्नु होला हैन यसको विषयमा के सोधपुछ गर्नु होला म अवश्य त्यसमा साथ दिनेछु। अब मिग्यु दोर्जेको अब अनि आत्ममुक्ति कथाको सम जोडिएको के अब कुराहरु अब हैन अनि बताउनु इच्छा जागेको छ बताउन चाहन्छु। तर पनि यो मेरो ज्ञान अब एक किसिमको अलिकता बिसन्चो भएको कारणले गर्दाखेरि अब हैन अनि त्यति मैले सकेन किनकि यो बताउनको लागि धेरै अब ग्रन्थहरु धेरै अब किताबहरु पल्टाउनु परेको हुन्छ त्यसमा अब मलाई बल तागत त्यति अब नभए अब त्यो बल तागत नहुने अब भइसक्यो किनकि मलाई ऊर्जा कम छ जिउमा मलाई अलिकता बिसन्चो भएको कारणले गर्दाखेरि मैले भनेको जस्तो तपाईलाई दिइरहन सकेको छैन। दादने मिग्यु दोर्जे नामदार अनि यो मिग्यु दोर्जेको मुक्ति कथाको जोडमा अब यो के भन्छ एक किसिमको अब यो श्यामर शिवाको अब याङ्सीको विषयमा के बताउनु अनि बताउनु मन लागेको छ मलाई। मलाई एउटा पुरानो एउटा किताब ग्रन्थ मलाई पायो मलाई पाएको छ हैन त्यो कहाँ पुगे फेरि हैन कता पुगे कता त्यति अब मैले अस्ति मैले अब त्यसलाई अब खोज्नुलाई तर मैले भेटेन। अब त्यो चाहिँ एउटा कुनै साइटमा छेउमा भएको हुँदाखेरि डल्लो किताब छैन त्यो चाहिँ हैन त्यति अब मलाई याद पनि छैन त्यो किताब कता पुग्यो होला तर पनि आउने साल अग्ले साल अवश्य म बताउने छु। अनि अहिले अब तपाईहरुले म बताउन गइरहेको चाहिँ अनि मिग्यु दोर्जेको अनि यो लीलासँग उहाँको जीवनीसँग सम्बन्ध जोडिएको के कुराहरु म बताउन चाहन्छु। अनि त्यो भन्दा पनि अब यो के भन्छ किसिमको आनीको एउटा हिउँदी शिक्षा यो अनि भिक्षुनीसँग सम्बन्ध भएको कुरा रहेको छ। अनि केही वर्ष पहिले धर्मशालामा भिक्षुनीहरुको विषयमा धेरै सम्मेलन भएको थियो हैन त्यो सम्मेलन भएको बेलामा अनि अब यो एउटा लेख्थौं भन्ने एउटा अनि त्यो लेख्थौं भन्ने चाहिँ अब एक किसिमको के हो त यो अब सेले नाचोक रङडोल भन्ने एउटा बौद्ध ग्रन्थ
अनि त्यो हामीले पायो त्यो पाउँदाखेरि हेर्दाखेरि हामीलाई अचम्भित लाग्ने एउटा के कुरा देख्यो अचम्भित हुनु त्यो किताब देख्दाखेरि हामी अचम्भित हुनु कारण के हो त भन्दाखेरि अनि मिग्यो दोर्जेलाई चाहिँ जुन बिच्छुनीको शिलहरूको विषयमा साधना गर्ने तरिकाहरू ग्रहण गर्ने तरिकाहरू चाहिँ उहाँले बताउनु भएको छ भने त्यस्तो अब भएको अब लेखिएको छ त्यो किताबको नाम के थियो त भन्दाखेरि हैन त्यो नाम चाहिँ के छ भन्दाखेरि हैन चेलेको 3 प्रकारको गुम्बाहरूको अब सद्धर्म कसरी अब स्थापित गर्ने अब इतिहास भन्ने त्यो रहेको छ त्यो भित्र के लेखेको छ भन्दाखेरि अब हैन त्यो भित्र चाहिँ के लेखेको छ भन्दाखेरि अब मिग्यो दोर्जेको एक किसिमको हैन लेडी जेजुनमा अब त्यो भित्र के लेखेको छ भन्दाखेरि अब कुन्छोक अब जुन चाहिँ अब एउटा स्त्री हैन जुन स्त्री अब छ त्यो चाहिँ हैन जुन अब मिग्यो दोर्जेको अब चरणबाट चाहिँ उहाँले भिक्षुनीको यो शील ग्रहण गर्नु भएर उहाँ परिविजत हुनुभयो भिक्षुनी बन्नुभयो हैन भिक्षुनीको शील ग्रहण गर्नुभएको त्यस्तै गरी अब उहाँले चाहिँ जुन लिएको सबै नियमहरू सावधानी पूर्वक कुनै गल्ती बिना अवलोकन गरे उनले अब सोखङ अब आनी एक किसिम के हो त अब सोखङ आनी गुम्बामा चाहिँ एक किसिम के हो त शङ्खा भनिन्छ त्यहाँ चाहिँ अब 100 ज्यादा आनीहरूलाई चाहिँ उहाँले अब प्रवचन दिनु हुँदै यसरी अब जीवन त्यहाँ बिताउनु भएर अब दागलुङबा हैन दालुङबा भन्ने ठाउँमा सबैले सम्मान गरेको थिए भनेर यसरी लेखिएको छ अब हामीले एकदम अचम्भित हुने कुरा के छ त भन्दाखेरि अब मिग्यो दोर्जेले हैन अब मिग्यो दोर्जे आफ्नै जीवनी कथामा अब लेखिएको कुरा हैन अब त्यति अब स्पष्ट नभएपछि अब जुन अब मिग्यो दोर्जेले भिक्षुनीको लागि पनि शिलाहरू ग्रहण गरिदिनु भएको रहेछ यसो साधना गर्नुभएको रहेछ भने चाहिँ चेले नाचक भन्ने चेलेको एउटा ग्रन्थभित्र एकदम त्यो ग्रन्थभित्र एकदम त्यो आयो स्पष्ट भयो हैन चेलेको एउटा हामीले मुक्ति कथा हामीले पाउँदाखेरि अनि के पत्ता लाग्यो भन्दाखेरि मिग्यो दोर्जेले पनि अनि के हो त अनि मिग्यो दोर्जेले अब भिक्षुनीहरूको अब शिला ग्रहण गर्ने शिला दिने प्रदान गर्ने साधना गर्ने कुराहरू चाहिँ अब खुल्यो त्यसको विषयमा हैन त्योसँग जोड भयो अनि सम्बन्ध भएको कुराहरू अब जोड भएको कुराहरू खुल्यो हैन अब खास हो नि अब मिग्यो दोर्जे आफ्नै अब लेखिएको ग्रन्थभित्र त्यो स्पष्टीकरण छैन तर पनि चेले नाचोक भनेको उहाँको अब ग्रन्थबाट थाहा पायो हैन अब यो विनय पिटा भित्र चाहिँ के हो त यो भिक्षुनीको हैन विभिन्न कुराहरू उपासक विभिन्न कुराहरू अब राखिएको छ त्यो भित्र तर पनि के हो त मिग्यो दोर्जे एउटा जीवन भित्र पनि अनि जुन एउटा मिग्यो दोर्जेको पालोमै एउटा भिक्षुनीहरूसँग एउटा धर्ममा एउटा नाता कसरी जोड दिएको छ कसरी सम्बन्ध छ त त्यसमा हैन त्यसको चाहिँ अब हामीले अब विचार गर्नुपर्ने हैन अनि विचार गर्नु र एउटा त्यसमा चाहिँ हामीले नयाँ अब अनुसन्धान सुरु गर्यौं अनि त्यही कारणले गर्दाखेरि अब यो सन् 2004 मा काइग्यू मल्लम अब सुरुवात गरे मैले काइग्यू मल्लम अबको यो नियमहरू सुरुवात गर्ने क्रममा त्यसमा विभिन्न अब हामीले शुद्धिकरणहरू सुधार्दै आए हैन त्यो बेला अब विभिन्न यो भनौं न अब संगठी लगायतका विभिन्न यो भनौं न ओछ्याउने ढिङ्वा कसरी ओछ्याउनु पर्छ चिवर कसरी ग्रहण गर्नुपर्छ भन्ने विभिन्न हामीले मैले बताए नि हैन त्यो बताउने क्रममा चाहिँ के हो त मैले चाहिँ अब मिग्यो दोर्जेले 8औं क्रमपाले अब लेख्नु भएको दुलुई लेचोक हैन दुलुवाको एउटा विनय पिटाको कुनै एउटा अनि ग्रन्थ त्यो मैले दर्शन पाएँ अनि त्यो ग्रन्थ हेर्दाखेरि एकदम त्यो कारणले गर्दाखेरि अनि के हो त भिक्षुनीलाई एकदम चासो गर्नुपर्ने हैन हामीले ध्यान दिनुपर्ने त्यस्तो मलाई अनुभव भयो हैन त्यहाँदेखि अनि के हो त मैले जुन घेलौङमा भिक्षुनीहरूलाई अनि बस्ने ठाउँहरू हैन उहाँहरूको अब एउटा आसनहरू त्यस्तो गरी अब भिक्षाटनमा अब पाल्ने क्रममा हैन अनि भिक्षुनी अब कसरी जाने हैन कसरी अब आफूले लिने मन्त्र के जपेर दानहरू लिने स्वीकार गर्ने हैन त्यस्तो विषयमा मैले
बताउनुको कारण के हो त मिग्यू दोर्जेले लेख्नु भएको एउटा धुलवी लेछौ विनयको एउटा अनुष्ठान पाठलाई त्यहाँदेखि कारण त्यो भने त्यहाँदेखि मैले शुद्धिकरण गर्न सकेँ। अब यो ग्रन्थको नाम धुलिचको नाम र त्यसको त्योसँग सम्बन्ध भयो किन अब आगमहरू मैले अब बताउनु पर्दाखेरि यो भित्र के लेखेको छ भन्दाखेरि हैन यो पाठको शीर्षक चाहिँ संघको प्रस्तावहरूको प्रस्तुतिसँग सम्बन्धित व्यक्तिहरूको लागि प्रस्ताव र व्यक्तिहरूको लागि प्रस्ताव हो भनेछ। अर्थ के हो भन्दाखेरि अनुष्ठानको अभ्यास देखिए जस्तै पुरा हुन्छ हैन। यसमा के भनेछ भन्दाखेरि अब अझै अब तिब्बतमा महिलाका लागि हैन संस्कार अब गर्न नपाइने भएकाले महिलाले पूर्ण अध्यादेश लिन चाहेमा पुरुषको अनुष्ठान अनुसार पूर्ण अनि संस्कार दिन उपयुक्त हुन्छ हैन भनेको छ। त्यस्तै गरी अब भिक्षुनी व्रतहरू मुख्यतः पुरुष भिक्षु संघको आधारमा उत्पन्न हुन्छ र जब महिलाहरूको लागि अनुष्ठान हुन्छ भिक्षुनीहरूको सँग भेला हुनु भनेको परम्परा अनुसार मात्रै हो। सूत्रले भने चाहिँ भिक्षुनीहरू पूर्ण रूपमा भिक्षुहरूद्वारा निर्देशित छन् भने यसरी बताएको छ। त्यस्तै गरी अब हैन अब यो छोकी सिंगेन्द्रद्वारा अब घ्याछे ढेल्पा हैन अनि विशालता यो टिप्पणी भित्र यसो लेखिएको छ कि हैन। अब के लेखिएको छ भन्दाखेरि हैन लामो टिप्पणी भित्र भनिएको छ कि भिक्षुनी संघको भेला केवल परम्परा अनुसार मात्र हो र भिक्षुहरूद्वारा गरिएका कार्यहरू र अरूले गर्दा भिक्षुनीहरूले मात्र गरेका कार्यहरू पुरा हुँदैनन्। तसर्थ महिलालाई जन्म दिने र पुरुषका लागि कर्मकाण्डको आधारमा उनीहरूलाई पूर्ण आदेश दिने संस्कार प्राय पुरुषका लागि समान छन् र थोरै भिन्नताहरू भन्न सकिन्छ भनी यसरी बताएको छ। अब के हो त एक किसिम भोटमा के भएको थियो भन्दाखेरि जुन भिक्षुनीको शिला लिनुको लागि अब भिक्षु अब जुन अब भिक्षु भएको ठाउँमा सङ्घदेखि लिनु पर्यो हैन हैन। त्यसै गरी अब जुन अब पुरुषको एउटा समूहदेखि एउटा आफूले अब शिला लिनुपर्ने थियो हैन लिनुपर्छ भन्ने लेखिएको छ हैन। अनि पछि गएर के हो त अब जुन अब भिक्षुनीले अब शिला लिनुको लागि अब भिक्षुसँग नभएर भिक्षुनी सँगदेखि लिनु मिल्नेछ भन्ने यसरी पनि अब लिखितमा आयो। मैले पहिला यो चेले नाचोक भन्ने एउटा धर्म ग्रन्थ देख्ने बेलामा अनि हैन पहिला खास अब यो चेले नाचो भन्ने ग्रन्थ नदेख्दाखेरि मिग्यू दोर्जेले चाहिँ अब भिक्षुनीहरूलाई शिला प्रदान गर्नुभएको मलाई त्यति थाहा थिएन हैन। मलाई मनमा मन लाग्यो नि थिएन। तर चेले नाचोक भन्ने एउटा एक किसिमको धर्म ग्रन्थ मैले भेटिसकेपछि त्यहाँदेखि चाहिँ अब मिग्यू दोर्जेसँग नै जोडिएको मिग्यू दोर्जेले पनि एक किसिम के हो त भिक्षुनीको लागि शिलाहरू प्रदान गर्नुभएको रहेछ भन्ने मैले स्पष्ट भए हैन। त्यो मैले यो एउटा दरखास्त एउटा केही देखिसकेपछि हैन एउटा कागज देखिसकेपछि अनि यो जुन अब पुरुषबाट अब दिनु मिल्ने अब जुन अब सिलको एउटा पाठदेखि नै मिग्यू दोर्जेले अनि यो भिक्षुनीहरूलाई पनि अब दिएको थियो भने अब स्पष्ट हुन सक्दछ। अब हामीले फेरि 100% नै अब मिग्यू दोर्जेले चाहिँ अब भिक्षुनीहरूलाई अब शिला ग्रहण गर्यो भन्ने अब दिनुभयो भने हामीले भन्न सक्दैन किनकि एउटा चेले नाचोको एउटा के हो त उहाँको ग्रन्थमा हेरेर हामीले यसरी बताउन सक्छ। तर उहाँले अब ग्यारेन्टी नै उहाँले अब 100% नै भिक्षुनीहरूलाई अब यसरी शिला दिनुभएको छ भने त्यति बताउनु त्यही गाह्रो छ। फेरि यो किन त भन्दाखेरि अब यो भिक्षुनी कसरी अब भिक्षुनीको लागि यो शिला कसरी उहाँले दिनुभयो सम्बन्ध के छ भन्दाखेरि सधैँ अब हामी यो कमसङ सम्प्रदायमा चाहिँ अब महाकाललाई पूजाआजा गर्छौँ हैन। यसमा चाहिँ अब मातामा भनिन्छ अर्थात् अशुद्ध स्रोत र अब भाजन लोकलाई अब शून्यताद्वारा अब शुद्धिकरण गर्ने भन्ने एउटा मदनजी तोमर्चा भन्ने पाठ छ हैन। त्यसको एउटा पुष्पिकामा
अन्तिम अब एउटा वाक्यमा के लेखेको छ भन्दाखेरि हैन हैन अनि जुन अब टाउकोमा लेखिसकेर यो कसले लेखिएको छ हैन कोद्वारा लेख्नु लगाएको हो त्यो अन्तिममा अब लेख्ने एउटा प्रचलन लागेको छ हैन यो मदन जो तोमरजा भन्ने एउटा महाकालाको पूजाको अन्तिम अब वाक्यमा चाहिँ के लेखेको छ भन्दाखेरि हैन यो पाठ चाहिँ मदमा भन्ने पाठ चाहिँ रिन्चे पाल्मोको अनुरोधमा मिग्यु दोर्जेद्वारा लेखिएको हो भनेर लेखिएको छ त्यस्तै गरी साथै मिग्यु दोर्जेको अब आफ्नै अब ग्रन्थ लेखिएको यो ग्रन्थहरुमा हैन के लेखेको छ भन्दाखेरि हैन अनि गरिएका अब भनौँ न यो छरिएका मलमको पाठहरू अब न एक किसिमको अब त्यसको अब अन्तिममा के लेखेको छ भनेको चाहिँ यो चाहिँ विश्वसनीय धानी रिन्चेन पाल्मोको अनुरोधमा कर्म मिग्यु दोर्जे अनि घायुयाङद्वारा यो रचना गरिएको हो भने यसरी लेखिएको छ यसमा अब रिन्चेन पाल्मो कुन्चो पाल्मो दुईटा नाम देखिएको छ यसमा अब त्यस्तै गरी यो भिक्षुनी कुरा आउँदाखेरि अब रिन्चे पाल्मो भने को हो त भन्दाखेरि हैन अनि एक किसिमको अब एउटा साधारण मान्छे नभएर हैन एउटा मिग्यु दोर्जेको एउटा केटी एक किसिमको के हो त चेली भनौँ न एक किसिमको हैन जुन चाहिँ अब भिक्षुनी भएको देखाउँदछ यसले त्यस्तै गरी अब के हो त भन्दाखेरि हैन यो यसरी ग्यालोङ कर्मको मौखिक परम्पराहरूबाट वज्र सत्व माथिको यो असामान्य ध्यान साक्य भिक्षुनीको लागि विश्वासी र समर्पित मन रिन्चे पाल्मोको लागि ध्यानको सम्झनाको रूपमा केही नोटको रूपमा लेखिएको थियो भने यसरी लेखिएको छ हामीले एकदम दुःख लाग्दो कुरा के हो त भन्दाखेरि हैन यो रिन्चे पाल्मोको एउटा उहाँको अब पाल्मोको विस्तृत विवरण उहाँको जीवनी कथा त्यति स्पष्ट छैन त्यही दुःख लाग्दो कुरा हो तर पाव चुगला ठेवाद्वारा सङ्कलित गीतिहरूमा गोप्य शब्दहरूको माला वज्र गीतिको खजनामा अब यसरी एउटा गीत लेखिएको छ उहाँको एउटा गीतिभित्र के लेखेको छ त भन्दाखेरि अब महायानको मुख्य अब मौलिक मार्ग चाहिँ के हो त अनि प्रणिधान र अनि प्रस्थान चित्त बोधि चित्त हो हैन त्यसै गरी अब श्रद्ध अब के भन्दा एक किसिमको श्रद्धा भक्ति एउटा गुरु योगको ज्ञानमा लगाएर हैन उत्पत्ति क्रमको विभिन्न देवहरू अनि दर्शन पाउने अनि गर्नुपर्दछ हैन ध्यानको मुख्य स्रोत नै के हो त यो त अचालित हैन विचलित नहुने त्यसमा एकाग्र राख्ने यही नै एक किसिमको के हो त अब देव मन्त्रको एउटा सुख शान्ति हो हैन भनेर यसरी अब शरीर विभिन्न सम्पत्ति मुख के जेमा पनि राग नभइकन आफ्नो मनलाई अब अक्षरको रूपमा अब आकाश समान्तको अनि सबै अब यसरी आफूले सजाएर हैन यसरी अब धर्मको अब ज्ञान सागर यही नै यसमा मिलिन्छ भनेर अब यो भित्र राखिएको छ भने यसरी अब लेखिएको छ यसमा धर्मको शिक्षा सार यिनैमा निहित छ मैले लेडी अब एउटा स्त्री रिन्चे पाल्मोलाई दिएको निर्देशात्मक सल्लाहमा यो लेख्न भनियो भन्ने लाग्यो मसँग समय थिएन केवल यी बिउहरू लेखे भने यसरी बताएको छ अब त्यही यसरी हेर्दाखेरि अब रिन्चे पाल्मो पहिले एक कुलीन महिला थिए जो पछि भिक्षुनी भए जस्तो देखिन्छ माथि उल्लेख गरिएको कुञ्चुक पाल्मो जस्तै हो कि होइन भनेर हामीले जाँच गर्नुपर्छ रिन्चे पाल्मो त्यसपछि कुञ्चुक पाल्मो अब कुञ्चुक भनौँ न एक किसिमको होइन दुई किसिमको नामहरू आउँछ सामान्यतः हामीले संस्कृत शब्दलाई रत्नलाई हामीले शाब्दिक रूपमा चाहिँ अनुवाद गर्दा यो तिब्बतीमा रिन्चेन भनिन्छ होइन हुनेछ तर अब यसलाई अब हामीले अनुवाद गर्नको लागि अब कुञ्चुक हो होइन अब हामीले त्रिरत्न भनेर अब कुञ्चुक रिम्पोछे नम्बरसुम भनिन्छ यसलाई त्यही कारणले गर्दाखेरि यो रिन्चेन र कुञ्चुक बीचको छनौट हो जस्तै देखिन्छ यसैले सम्भव छ कि उनको नाम रिन्चेन पाल्मो र अन्य ठाउँमा उनलाई कुञ्चुक पाल्मो भनिन्छ तर यो यतिको यकिन भन्न यही नै हो भन्नु चाहिँ गाह्रो छ है फेरि तापनि एउटा नाममा राखिएको हुँदाखेरि यसरी भन्नु मलाई जस्तो लाग्यो
ऐतिहासिक रूपमा भिक्षुनी भन्ने दुई तरिकाहरू थिए, यता दोहोरो सङ्घ वा एकल सङ्घद्वारा तिब्बतमा भिक्षुनी एउटै अब सङ्घद्वारा नियुक्त गरेको देखिन्छ, अर्थात् पुरुष भिक्षुहरूको सङ्घद्वारा अब भिक्षुनीले अब शिला लिने, त्यसै गरी अब अनि एउटा के भन्छ अब भोटमा चाहिँ के हो त भन्दाखेरि अब दोहोरो नभए एकल सङ्घद्वारा होइन भिक्षुनीको शिला लिने यसरी धेरै रहेको छ, धेरै रहेको छ। अब पहिला अब यसरी अब कसरी भोटमा अब भिक्षुनीको शिलाहरू ग्रहण गरेर अब भिक्षुनीहरू ज्यादा फैलो, यसको विभिन्न अब कारणहरू होइन, यसरी अब केही कारणहरू छ। तिब्बतमा अब बुद्ध धर्मको प्रारम्भिक प्रसारको बारेमा विभिन्न अब विवरण छन् होइन, यसमा चाहिँ अलिकता अब मतहरू नमिलेको होइन। अनि अब कहिले चाहिँ भनिन्छ, तर यसमा के चाहिँ हो, कहिले थोथुरीको पालोमा बौद्ध धर्म फैलिएको, कसैले सङ्सेङको पालो विभिन्न भनेछ होइन। अब अनुसार विश्वसनीय स्रोतका अनुसार चाहिँ राजा सोङसेन गोम्बाको शासनकालमा भएको देखिन्छ होइन। यसमा चाहिँ अब ठिसोङ देउचेनको एउटा आदेश कार्चुङ र समेक स्तम्भहरूमा लेखिएका होइन। अब यो चाहिँ अब समयको स्तम्भ होइन, त्यो विधि एउटा स्तम्भ यो पोस्टमा लेखिएको छ, शिलाहरूमा लेखिएकोबाट हामी थाहा पाउन सकिन्छ बौद्ध धर्म अनि सोङसेन गोम्बा पालादेखि फैलिएको भनेर। त्यसै गरी अब भिक्षुको समुदायको विकास कहिले भयो त भन्दाखेरि विकास बारे चाहिँ समयमा शिलालेखहरू पढ्न पाइन्छ। त्यहाँ चाहिँ यो भिक्षुको समुदायहरू चाहिँ के हो त, राजा ठिसोङ देउचेनको पालोदेखि सुरुवात भयो भनेर लेखिएको छ। त्यो पनि त्यहाँ के लेखेको छ भन्दाखेरि होइन, तीन रत्नहरूको प्रतिनिधित्व निर्माण गरियो र तिब्बतका मानिसहरूलाई पनि मुक्तिमा ल्याइयो भनेर यसरी अब यो समयको कक्षिक भने समयको एउटा आज्ञाको एउटा भनौँ न एउटा लेख्ने एउटा किलामा अर्थात् त्यहाँ लेखिएको छ। त्यस्तै गरी अब मुक्तिमा ल्यायो भनेको तिनीहरूलाई अगाडि जान अनुमति दियो, अर्थात् नियुक्ति। तिब्बतका मानिसहरू पनि भन्नुको अर्थ तिब्बतहरूमा पनि अघि बढेको हुनुपर्छ भन्ने देखिन्छ। त्यस्तै गरी अब विभिन्न अब बुद्ध वचनहरूमा होइन के लेख्यो छ पछि गएर भनौँ न एक किसिमको अब तिब्बतमा त भिक्षु भन्ने शब्द पनि थिएन, तर त्यसपछि भगवान बोधिसत्व 他等于得被切说喂，切，看那切从就那好嘛，他北洋个过的嘛，先不是呗，他的是他永远不动，他就是北洋过的，他就切。यसमा चाहिँ अलिकता अघि यो सञ्जाल अलिकता समस्या दिएको कारण अलिकता यसमा टुट्यो, फेरि म बढ्दो फेरि भन्न चाहन्छु। पल्याङ भनेको एउटा उहाँले अब जुन अब भनौँ न उहाँको एउटा चिठीभित्र होइन के लेखेको छ भन्दाखेरि होइन, त्यसमा चाहिँ अब पल्याङद्वारा पठाएको पत्रलाई संक्षेपमा लेखेको छ। यस्तो छ कि तिब्बतमा चाहिँ के हो त, भिक्षु भन्ने शब्द पनि थिएन। त्यसपछि भगवान बोधिसत्व ठिसोङ देउचेन होइन साँचो धर्म भेटिए। अनि त्यसै गरी महिमा सम्राटले विश्वास जगाउनु भयो र भन्नुभयो पल्याङ नामको भिक्षु एक सिद्ध भिक्षु हो भने यसरी होइन यसो भनिएको छ कि पल्याङ भन्दा पहिले भिक्षु थिएनन् भन्ने भनेको छ। यो भाष्य भनेको चाहिँ के हो त भन्दाखेरि किसिमको एकदम पुरानो होइन प्राचीन एउटा ग्रन्थ हो होइन। यो चाहिँ के हो त यस्तै अब भने अब डेपुङमा भेटिएको एउटा पुरानो एउटा हो होइन, बाको एउटा पुरानो पाण्डुलिपि भनिन्छ यसलाई भाष्य भनेको चाहिँ। त्यस बेला अनुवाद सम्भोटा होइन। त्यसै गरी अब भनौँ न अब त्यसमा चाहिँ अब विभिन्न यसको अब सम्भोटा, त्यसै गरी अब धर्मकोश र विभिन्न अब यसमा चाहिँ अब प्रवर्जित भयो भने यसरी अब सातवटा मान्छेहरू यसरी अब परिवेशक भिक्षुहरू हुनुभएको थियो भने पनि एउटा के नजाने एउटा अन्धकारमा भनेर भनेको भने यस्तो अब भनाइ पनि थियो।
यदि अब भनौँ न सङ्जेङ गोम्पोको पालोमा यदि भिक्षुहरू थियो भने भन्नेहरूलाई पनि के हो त खण्डन गर्न सक्छन् कि तसर्थ छिसोङ भन्दा पहिले तिब्बतमा कुनै भिक्षुहरू थिएनन् वा यदि त्यहाँ थिए भने तिनीहरू चिनिया भिक्षुहरू वा अन्य क्षेत्रका भिक्षुहरू थिए तिब्बतहरूको लागि गएका कुनै पनि सङ्घ समुदायको विकास भएको छैन हैन हैन त्यही कारणले गर्दाखेरि अब पहिला चाहिँ अब सङ्जेङ गोम्पो पालोमा लामा नभएको जस्तो अब देखिन्छ तर पनि सामान्य त स्वीकार गरिएको छ कि पहिलो तिब्बतमा चाहिँ अब तिब्बती भिक्षुहरू चाहिँ छिसौँ तेसौँको समयमा थिए हैन भने पनि छ फेरि उनीहरूलाई अब भनौँ न अब 7 जना अब मान्छेहरू थियो हैन अब जुनलाई चाहिँ अब भिक्षुको सिल अब प्रदान गर्ने चाहिँ सन्त रक्षिता थिए र त्यहाँदेखि प्रतिज्ञा लिने व्यक्तिहरू परीक्षणका लागि 7 जना थिए भनिन्छ वा इतिहासको पुरानो पाण्डुलिपि यसरी अब लेखिएको छ यो चाहिँ के हो त भन्दाखेरि भेडा वर्षको वसन्तको पहिलो महिनाको पूर्णिमामा भनौँ न अब छिम साक्या प्रभा अनि साङ्गे लेखडुप वा त्यस्तै गरी अब स्याङफाबु स्याङबु खोलेन पा हिसे वङबो यसरी अब विभिन्न अब गुरुहरूदेखि अब यो के हो त सन्त रक्षिताबाट अब उनीहरूले प्राप्त भयो भने लेखिएको छ यो विषयमा चाहिँ अब त्यहाँ त्यही कारणले गर्दाखेरि अब यस विषयमा यहाँ परीक्षणको लागि 7 पुरुषहरूको 4वटा फरक सूचीहरू छन् र यो तिनीहरूलाई सोध्न खोजिरहेको छ हैन अब बाको यो पुरानो भाषे भने पुरानो यो पाण्डुलिपिले पहिले अज्ञात कुरा पनि उल्लेख गरेको छ हैन त्यही कारणले अब भनौँ न कतिपयले सन्त रक्षिता विद्यालयका थिए भने अब व्याख्या गर्छन् तर परीक्षणका लागि 7 पुरुषले अनुवादको रूपमा काम गरेर दाना शिलाले भनौँ न एक किसिमको पाल्के हिस्सेलाई आफू प्रारम्भिक तिब्बती भिक्षु हो भने नियुक्ति गरेको भन्दै परीक्षणका लागि 7 पुरुषहरूको अन्य अर्थ बुझेको छैन भने भनेको छ हैन जे भए तापनि अब के हो त सन्त रक्षिताद्वारा अब भिक्षुको शिलाहरू प्रदान गरिएको थियो भने अब भन्ने भनाइ छ अब त्यो बेला चाहिँ के हो त अब एउटा केटा पुरुष बाहेक अब केटीहरू अब महिलाहरू चाहिँ भिक्षु परिवीरजात भएको छैन त भिक्षु नै भएको छैन त भन्दाखेरि अब यो त के हो त भन्दाखेरि अब त्यस्तो चाहिँ नभइरहेको चाहिँ भाषेको यो एउटा पुरानो लिपिमा के लेखेको छ भन्दाखेरि त्यसपछि खर्चेन सारा झाङछुप जे 300 विषय लिएर निस्किए केही कागजातहरूमा साम्य निर्माण गरिसकेका पछि हैन यसमा चाहिँ के हो त किसिमको अब साम्य निर्माण अब गरिसकेपछि त्यसको बीचमा भनौँ न अब त्यसपछि अब बा सलङ भनेको चाहिँ अब लामा बन्नु भएर उसलाई चाहिँ नाम चाहिँ हिसे वङपो भन्ने नाम राखियो हैन त्यसो गरी अब भेडाको हैन वर्षा लाग्दाखेरि अब भनौँ न महान अभिषेकको समयमा वा रत्न एउटा चेली हैन एउटा लेडी चाहिँ अब के हो त अब त्रिग्याल अब ठिक घ्याल्मो अनि लगाएका 100 अनि प्रजाहरू चाहिँ अब के हो त एक किसिमको अब परिवीरजात भिक्षुनीहरू भएको थियो भने अब मठाधीशमा गएर यसरी परिवीरजात बन्नुभयो भने यसरी लेखिएको छ हैन हैन यो बेला चाहिँ अब प्रवर्जित हुनुभयो भिक्षुनी भयो भने लेखिएको छ तर पनि अब कसले अब दिने खेम्बोको नाम के हो कुन खेम्बोले दियो त्यो चाहिँ स्पष्ट छैन त्यही कारणले जुन केटीहरू एक किसिमको अब महिलाहरू चाहिँ अब प्रवर्जित अब एक किसिमको भिक्षुनी हुने अब भएको नभएको विभिन्न अब आफ्नै अब मतहरू रहेको छ तर भाष्य भनेको त्यो भित्र अब पुरानो पाण्डुलिपिमा चाहिँ अब अनि एउटा इतिहासको बनाउने क्रममा चाहिँ के हो त अनि यसरी बताएको छ
विषय पछि गएर अब भोटमा अब केटीहरू चाहिँ अब पहिले अब भिक्षुनी हुने पहिला अब जुन अब भिक्षुनी हुने अब खेम्बो जुन अब त्यो भिक्षुनीको शील ग्रहण अब उसलाई दिने चिज को हो त भने रत्न हो भने अब सबैको भनाइ छ। त्यसै गरी अब तुनहुङ भनेको त्यो ठाउँमा चाहिँ एउटा फेरि एउटा पुरानो एउटा लिपि मिलेको छ। त्यो भित्र के लेखेको छ भन्दाखेरि फेला परेकोमा पुरातन चिनिया पाण्डुलिपिबाट महान अचानक ज्ञानको तर्क खोजी भनिन्छ। रानी अब भनौँ न यसो ताङझोमो टेन्सनमा सुरुदेखि नै ठुलो आस्था र भक्ति थियो र एकै क्षणमा जागृत अनुभूति थियो। त्यसैले उनले आफ्नो गहिरो कालो कपाल काटिन् र भगवान रङको बनाएर लगाइन्। निर्दोष अनुशासनको रत्नले उनको हृदयमा मण्डललाई उज्यालो बनायो र समाधिको स्वच्छ पानीबाट जैनको प्रकृति महसुस भयो। यो कर्मलाई माटोले नदेखेको कमलले पनि उदाहरण दिन सक्दैनन्। गुरु प्राणीहरूलाई तालिम दिने मध्यममा कुशल हुनुहुन्थ्यो। त्यसैले उहाँले सधैँ सम्राटकी बहिनी ट्रिना नम्सा र मन्त्रीहरूको 300 भन्दा बढी पत्नीहरूलाई महायान धर्म सिकाउनु भयो। तिनीहरूलाई सबै एकै अवसरमा निस्किएर यो महाप्रजापतिको अब यसरी अब परिवारलाई यसरी महायानको धर्म सिकायो भने यसरी अब पुरानो अब प्राचीन पाण्डुलिपिमा यसरी लेखिएको छ। चीनको होइन यसरी पुरानो पाण्डुलिपिमा यसरी लेखिएको छ होइन। त्यही कारणले गर्दाखेरि अब यो यसरी यो व्याख्या गर्छन् कि रानी ठिमो रानी अब भनौँ न अब झेमोचेन र अनि ननम्सा लगायत तिनीहरूलाई अब धर्ममा अब भिक्षुनीमा नियुक्त गर्ने मठाधीश महायान धर्मको स्पष्ट रूपमा सङ्केत गरिएको छैन। तर यो उहाँको धर्म सिकाउने कारणले गर्दा तिनीहरू अगाडि बढेका थिए। त्यसैले म उहाँसँग ठुलो सम्बन्ध देख्दछु भने यसरी अब भनिएको छ। बताएको जे भए तापनि भनी एउटा पुरानो पाण्डुलिपि र चीनको पाण्डुलिपिमा यसरी अब भिक्षुहरू भएको थियो। केटीहरू पनि यसरी शील ग्रहण गरेर बौद्ध धर्ममा प्रवेश गरेको थियो भने यसरी अब उल्लेख गरिएको छ इतिहास पढाउनु पर्दाखेरि भन्नु खोजेको यो हो होइन। अब सोङजे घोम्बोको अब घोम्बोको बालेमा उहाँको अब भनौँ न एक किसिमको अब रानीहरू पनि होइन माताहरू पनि यसरी अब अनि यसरी अब केटी अब धर्ममा प्रवेश गरेको थियो भने यसरी बताउँछ। अब यो समय गुम्बाको एउटा मठमा अब घन्टी यस्तो रहेको छ। यसलाई चाहिँ अब चोङ भनिन्छ यसलाई चाहिँ होइन। अब चोङ भनेको चाहिँ यो चीन भाषादेखि अब अनुवाद गरेको हो। अब टुङ भनेको चीन भाषामा चाहिँ भोटमा अब त्यो अनुवाद गर्दाखेरि चोङ भन्नु पुग्यो। यो घन्टीमा चाहिँ के लेखेको छ त भन्दाखेरि होइन सामे घन्टी मन्दिरको घन्टीमा लेखिएको शिलालेखमा यस्तो छ। एउटा स्त्री झुमो ग्याल्मा भनौँ न राजकुमारले 10 दिशामा 3वटा रत्नहरूको प्रस्तावको रूपमा यो घन्टी खडा गरे। यस योग्यताको शक्तिले सम्राट ठिसुङ देउचेन उनका राजकुमारहरू र उनीहरूका पत्नीहरूले 60 गुणहरू सहितको आवाज र अविस्मरणीय ज्ञान प्राप्त गर्न सक्छन् भन्ने यसरी लेखिएको थियो। त्यसो अब ठटुक होइन अब ठटुक गुम्बामा पनि एउटा ढिल्बु घन्टी रहेको छ। त्यो भित्र के लेखेको छ भन्दाखेरि यो ठुलो घन्टी सम्राट ठिसुङ देउचुनको पालामा धेरै चिनिन्छ। आकाशमा सुनिने देवताहरूको ढोलको आवाज जस्तै सद्गुणका लागि सबै संवेदनशील प्राणहरूलाई प्रेरित गर्न यो घन्टी जोमो झङछुपद्वारा प्रयोजित र खेम्पो ग्या भिक्षु रिन्छेनले अनि यो राखिएको हो भनी गरेको छ। अब
अब यो जाङछुप भनौँ न एक किसिमको अब जुन अब रत्नद्वारा चाहिँ अब जुन अब एउटा नाम अब जुन एउटा केटी स्त्री जुन भिक्षुनीको शिलाले नाम के दियो भन्दाखेरि अब जाङछुप भने दियो होइन जोमो जाङछुप दियो त्योद्वारा चाहिँ अब यो के हो त अनि घन्टी चाहिँ अब यसरी अब राखियो भनेको अब यो रिन्छे केलौँ रिन्छे गिलुक्सो भने अब एक किसिमको अब भिक्षु रिन्छेनले अब एक किसिमको राखिएको हो भने यसरी बताउँछ जे भए तापनि अब जोमो अब भनौँ न एक किसिमको जे भए तापनि तिनीहरूलाई नियुक्त गर्ने खेम्बो वा रत्न वा खिम्बो मायन थिए अब जो भए तापनि होइन अब बा रत्न भए पनि अब मायनको खिम्बो जो भए तापनि अब मायने खिम्बो जो भए तापनि होइन यो होइन जो भए तापनि अब यो दुवैजना हो तर यो यही हो भने स्पष्ट छैन होइन जे भए तापनि यो दुवैजना के हो त एक किसिमको अब जुन अब पुरुषबाट चाहिँ भिक्षुनीहरूलाई अब भिक्षुनी बनाइयो पुरुषद्वारा अब स्त्रीहरूलाई चाहिँ अब प्रवचित गराए अब धर्ममा प्रवेश गराए भिक्षुनी बनाए भन्ने चाहिँ स्पष्ट छ हैन त्यही कारणले अनि आदेशको स्रोत पुरुषसँग थियो यो स्पष्ट रूपमा दोहोरो सँग थिएन त्यस बेला पुरुष र महिला भिक्षुहरू थिए भनी संकेत गर्ने अर्को स्रोतले बा पल्याङद्वारा पठाइएको के कदर गर्ने चिठी हो जसमा यो भनिएको छ अब बाहिर भएका भिक्षु नवशिक्षा र भिक्षुनीहरूलाई निर्देशन दिनुहोस् यसबाट पनि थाहा हुन सक्छ अब के भनेको छ भन्दाखेरि हैन उहाँले चाहिँ अब हैन यो गुरुहरुले चाहिँ यो जम्बल पल्याङ्गी अब पल्याङले अब टिबेटको अब एउटा समूहलाई अब के पठायो भन्दाखेरि अब चाहिँ जुन अब प्रवर्तित हुने भिक्षुनीहरूलाई चाहिँ म अब के उपदेश दिन जान्दैछु के धर्मको बन्धनमा म बाँध्नु जान्दैछु भने यसरी देखि बताएको हुँदाखेरि अब यसबाट पनि हामीले भोटमा भिक्षु र भिक्षुनी थियो भने स्पष्ट गराइन्छ हामीलाई थाहा पाउन सकिन्छ यो पढ्नेदेखि अब म 30 मिनेटको लागि विश्राम राख्न चाहन्छु त्यसपछि फेरि म निरन्तरता दिनेछु पूर्व कथित बताए जस्तै अनि मेकी दोर्जेले चाहिँ भिक्षुनीहरूलाई अनि भिक्षुनीको शिलाहरू प्रदान गर्नुभएको थियो साधारण गर्ने तरिकाहरू बताउनु भएको थियो भन्ने कुरा मैले चर्चा गरेँ अब यो भोटमा अब बौद्ध धर्म अनुसार अब भिक्षुनीहरू अब पहिला को थियो त हैन कसरी थियो त भने त्यसको अब यसको विषयमा अब अनि पहिला के थियो पहिला कुन थियो दोस्रो के थियो भन्दाखेरि अब हैन अनि पहिलो अब सोङचेङको पालोमा अब अनि त दोस्रो अब एक किसिमको अब यसरी अब अनि यो 10औं शताब्दी बेलामा हो न एक किसिमको के हो त अब अनि बौद्ध धर्म फैलियो हैन अब यहाँ के लेखिएको छ त भन्दाखेरि जस्तो कि अब 10औं शताब्दीतिर अब पछिल्ला शिक्षाहरू फैलिन थालेपछि त्यहाँ लामा हिसेद्वारा एक पुरातन शिलालेखमा पनि अब लेखिएको छ जसमा भनेको छ कि यदि महिलाहरू भिक्षुनी बन्न सक्षम भए तिनीहरूलाई रोक्नको सट्टामा पठाउनु पर्छ मुक्ति र धर्मको घर बनाउनु पर्छ यसो भने चाहिँ भिक्षुनी बन्न त्यस्तै गरी के छ भन्दाखेरि अब यस्तै गरी अब भिक्षुनी बन्न सक्ने सबै अब बन्ने अब मन्त्रीका पत्नीहरू रोक्नु हुँदैन तिनीहरूलाई अनुमति दिनुपर्छ भन्ने यसरी बताउनु भएको छ विभिन्न हैन अब उहाँको अब रिन्जे भनौँ न अब रिन्जे साङ्बोले के भनेको छ भन्दाखेरि भनौँ न एकछिनको लागि अब यसरी तिनीहरूलाई अब अनुमति दिनु पर्दछ तिनीहरूलाई लागि
तिनीहरुको लागि मन्दिर आदि निर्माण गर्नुपर्छ जुन भिक्षुनीहरु बन्नु चाहनेको लागि त्यसबेला भिक्षुनीहरु नियुक्त गर्ने मानिसहरु पनि थिए भन्ने प्रमाण छन् तर ज्ञानश्रीद्वारा रिन्चे संघको मुक्ति कथा अनुसार रिन्चे संघको 3 दाजुभाइ थिए जसमध्ये उनका बहिनी शेरप झमो भिक्षुनी बनिन् उनले अब तान्त्रिक अब धर्मको अध्ययन गरिन् र आफ्नो अभ्यासबाट सिद्धि प्राप्त गरिन् जसलाई नलजोरमा छोकी ढोमा भनिन्छ यसरी त्यसबेला भिक्षुनी नियुक्त गर्ने मानिसहरु थिए जस्तो पनि देखिन्छ अब त्यसै गरी अब 13औं शताब्दीमा अब ढोगन अब छोपकका बुबा अब भनौं न अब या संसा सोनम भने थियो हैन उहाँको अब तेस्रो पत्नी अब एक राजकी अब जेठी छोरी थिए ऊ चाहिँ महिला अब गुरु सोनम बुम भने अब भने किसिमको महिला गुरु सोनम बुम द्वारा नियुक्ति गरेको थियो भनिन्छ कि उनले भिक्षुनी भाकल लिएकी थिइन् र यो ढोगन छोपकले पनि यसरी भनेको थियो के भने भन्दाखेरि त्यसैगरी अब उहाँले के भने भन्दाखेरि अब विभिन्न नेपाल भारत चीन पश्चिमी सिहा मंगोलिया अनि यो गुरु सुसेन कोले झङ लगायत विभिन्न अब ठाउँबाट अब के हो त भन्दाखेरि अब अनि यो परिव्रजत हुने अर्थात् भिक्षुनी बन्ने अनि 4425 जनाहरु अनि यसरी अब अनि जुन अब जुन खेम्बुहरुले चाहिँ भनौं न अगाडि बताएको अब रत्न खेम्बु लगायतले अब यसरी प्रवचित बनाउनु भयो भन्ने यसरी अब यो के भन्छ पुरानो अब यो यसरी विद्यार्थीको एउटा भनौं न पल्जोर संभोगी अब यसरी अब उहाँले एउटा पुरानो लिखितमा यसरी लेखिएको छ अब यो दोस्रो प्रमाण हो तेस्रो प्रमाण चाहिँ के हो त चौथो प्रमाण के हो त भन्दाखेरि 13औं शताब्दीमा मिन्याक भन्छ किसिमको हैन मियाका 5 विद्वानहरु मध्ये एक कश्यप ऋग्विसंज्ञले बुधुन रिम्बुसेको गुरु अब झम्क्या नामखापल र यति दुलजिनको वंशबाट अनि विनय मास्टर हैन विनय गुरुको अब गुरु भनौं न सोनम ढ्रकलाई पछ्याएर त्यसपछि उहाँले अब यो लिनुभयो भिक्षुनीको अब शिला लिनुभयो उनले मध्य तिब्बतमा धर्म फैलाएर पश्चिमी सियामा अब पनि त्यसलाई अनि यसरी अब उहाँको प्रत्यक्ष अब शिष्य सेङ्गाको मुक्ति कथा अनुसार उनका विद्यार्थीहरुमा 100 भिक्षुनीहरु थिए त्यसरी अब भिक्षुनीहरुलाई शिला अब प्रदान गर्नुभयो अब पाँचौं अब कारण चाहिँ के हो त भन्दाखेरि अब यसको चाहिँ 15औं शताब्दीको उत्तर धर्ममा अब जन्मेका विनय गुरु नामका सोनम अनि घोरम्पा हैन एक किसिमको घोरम्पा अनि उहाँले अब खेम्बो गर्नु भएर हैन यसरी हैन एउटा शिला प्रदान गर्ने खेम्बो गर्नु भएर यसरी अब हैन छुवर रङजु पुन्मो भन्छन् एक किसिमको अनुसार चुवाङ रङजुङ वनमोलाई चाहिँ भिक्षुनीको रूपमा अब नियुक्ति गर्ने खेम्बो थियो जुन चाहिँ अब घोरम्बा नामका सोनम हैन यो यस्तो थियो अनि त्यसै गरी अब त्यसै गरी अब छैटौं अब कारण चाहिँ के हो त भन्दाखेरि छैटौं कारण चाहिँ अब यो 14औं शताब्दीतिर चाहिँ अब रेन्दावा सुनुलोडोको अनि उहाँको लेख भित्र के लेखेको छ भन्दाखेरि हैन अनि याडोक कि पुन्मो भने अब छेपाल सामो लथम्बा सेवा अब यसरी अब अधीनमा राखिएको भन्नेमा त्यसैमा के हो त अब यो अब पुन्मोलाई चाहिँ अब भिक्षुनीको अब सील प्रदान गरेको भने बताइन्छ चाहिँ अब हिसेपल्की अब यसरी अब चाहिँ खुसी अनुमोदन गरेको थियो हैन भन्ने यसरी लेखेको छ त्यस्तै गरी अब यो छैटौं अब कारण थियो अब सातौं चाहिँ के हो सातौं कारण चाहिँ के हो त भन्दाखेरि भिक्षुनीको अब शिला टिबेटमा दिएको अब यसको अब इतिहास मुताबिक कारण के छ भन्दाखेरि
अब समथिङ अब धोर्जे फङ्मो वज्रबारीको अब भनौँ न एक किसिमको कुटेङ दाङबो पहिलो अवतारी चाहिँ छोकी ढुन्मे भनेको थियो हैन अर्थात् सेलकर दो जमो भने अब उहाँले चाहिँ अब बोधोङ यो चाहिँ के हो त बोधोङ पेन्जे छोले नम्गेल भने गुरुबाट अब त्यो अब सेलकर दो जमो भनेले चाहिँ बोधोङ छोले नम्गेलबाट भिक्षुनीको अब भिक्षुना भएर शर्मणेनी जुन भिक्षुनी भन्दा पनि तल्लो तहको अनि यसरी शर्मणेनीको अब शिला लिनुभयो होइन नाम चाहिँ अब छोकी ढुन्म धर्म प्रदीप भन्ने नाम राख्यो त्यसपछि अब बोधोङ छोले नम्गे अब खिम्बो भयो जुन अब खिम्बो जुन अब शिला दिने बेलामा त्यहाँदेखि अब के हो त छुकी वाङचुकी लेलो अब भनौँ न एक किसिमको आचार्य गुरु भएर घुङधङ्गी अब छोटा भने त्यहाँदेखि अब विभिन्न अब घेलोङ ढासाङ सबै घेलोङको गुरुहरूलाई यसरी उहाँले स्वागत गर्नु भएर पछि त्यो अनि चेलीलाई चाहिँ अब घेलोङमै भिक्षुनीको अब यो शिला प्रदान गर्नुभयो यसको विषयमा चाहिँ के हो त अब यो छोकी ढुन्म धर्म प्रदीपको अब मुक्ति आत्मकथामा तपाईँले बुझ्न सक्नुहुन्छ यो चाहिँ अब मङ्दुलु रूप क्या छो भनेको उहाँको अब शास्त्रभित्र स्पष्ट गरेको छ त्यस्तै गरी अब यो भिक्षुनी भनौँ न एक किसिम छोकी ढुन्म चाहिँ आज धुम्बा लिएर शिला लिएर भोलि अब खाना खाने बेलामा चाहिँ अब उहाँले के भन्नुभयो भन्दाखेरि अब भिक्षुनी भएर एक दिन भइसकेको थियो छोकी ढुन्ममा चाहिँ उहाँले चाहिँ अनि जिउमा उहाँले अब चिवर ल्याउनु भयो हातमा अब उसले अब भिक्षाटन होइन यसरी अब हातमा लिएर उहाँ भिक्षाटनको लागि लाग्नुभयो अनि यसरी अब बोधोङ पेजे अब दर्शनको लागि जाँदाखेरि अनि यो बोधोङ पेजेले त्यो भिक्षुनीले देख्दाखेरि होइन एउटा भित्र मनदेखि नै एउटा भिक्षुनीको म शिला ग्रहण गर्छु भने देख्नुभयो बोधोङ छोले नम्गे गुरुले अनि त्यो भिक्षुनीले अब जुन अब दर्शन गर्ने बेलामा बोधोङ छोले नम्गे अलिकति मुस्कान दिनु भएर के भन्नुभयो भन्दाखेरि होइन अनि अब त्यसले के भन्यो भन्दाखेरि होइन एउटा आराध अब केटा पनि हुन्छ अब आराधनी एउटा आराधनी चाहिँ एउटा फेरि एउटा आज आराध जस्तै एउटा आराधनी चाहिँ एउटा अनि आकाशबाट अब यसरी पाल्नुभयो भने यसरी बोधोङ छोले नम्गेले यसरी जुन भन्नुभयो जुन भिक्षुनीले देखेर जुन अब के हो त भिक्षुनी एक किसिमको भिक्षुनीको भइसकेर शिलाले उसले उपयुक्त उचित भएको खण्डले त्यस्तो ज्ञान देख्नुभयो हाम्रो गुरुले हाम्रो यो भिक्षुनीलाई चेलीलाई अब आठौं कारण चाहिँ के हो त भन्दाखेरि अब यो 15औं शताब्दीमा चाहिँ जब पेन्जिन साके छोदेन 62 वर्षको उमेर हुनुहुन्थ्यो अब त्यसमा चाहिँ भनिन्छ कि घ्यामा छोटु पाल्मोलाई चाहिँ भिक्षुनी नियुक्त गरेको थियो घ्यामा छोटु पाल्मोलाई भिक्षुनी अब नियुक्ति गर्नुभएको थियो जसमा साके छोक्देन खिम्बो अनि छेङ्गा ढुक्पालाई अनुष्ठान गुरु कुञ्जल निजी प्रश्नकर्ता जे दगम्बर अनि निजी प्रश्नकर्ताको रूपमा ढुङ पालसङलाई अनि समय हेर्ने यसरी चोजे समेतका अब सहायक र 4 गुरु थिए समारोह भर्न यो उनको मुक्ति कथा र अनि बुद्धको शिक्षा अनुसार बताएको छ अब अनि यसरी अब विभिन्न अब धर्म बाँडी भएको थियो कि हैन अब के भन्छ भन्दाखेरि अब अगाडि बढे जस्तै अब मैले भर्खरै बुकेले गरे भिक्षुनीसँग एउटा सम्बन्धित ऐतिहासिक विवरण हो जुन हामीले वास्तवमा हेर्न र पढ्न सक्छौं यो उल्लेख गर्न
अनावश्यक छ कि यहाँ त्यहाँ धेरै खादाहरू छन् र यो अनुसन्धान जारी राख्न महत्त्वपूर्ण छ हैन अनि यसरी जुन यो ज्ञाम भनौँ न अब छोटो पाल्मोलाई अब साग सोध्नेले अब यसरी सिला दिने बेला विभिन्न भविष्यवाणी गर्नुभयो होइन त्यसपछि बौद्ध धर्म फैलाउनको लागि अत्यन्त एउटा सत्य बिउ जसले गर्दा दशै दिशामा बौद्ध धर्म फैलाउन सक्षम हुनेछ भन्ने यसरी आफ्नो गाउँ गाउँ ठाउँ ठाउँमा गएर यसरी बौद्ध धर्म फैलाएमा तिमीले अत्यन्त राम्रो हुनेछ भन्ने यसरी अब यो शाक्य छोड्नेको नम्तर थुप्ने सालभित्र यसरी लेखिएको छ अब यो चाहिँ अब नबु अब यसको कारण चाहिँ के छ त नबुमा चाहिँ अब 16औं शताब्दीमा जब अब भनौँ 16औं शताब्दीमा अब त्यो भिक्षुनी मात्र अब विभिन्न गुरुहरूबाट भनौँ न अब यो 16औं शताब्दीमा अब यसरी भिक्षुनीहरूलाई अब भनौँ न नियुक्त गरेर यसरी शिला ग्रहण गरेर यसरी बौद्ध धर्म भिक्षुले मात्रै नभएर भिक्षुनीले फैलन भने इतिहासहरू रहेको छ यो त्यही कारणले गर्दाखेरि अब मिगी दोर्जेको यसरी अब कुराहरू अब लेखिए यसमा अब यो मैले बताएको चाहिँ के हो त भन्दाखेरि हैन यो चाहिँ हामीले देखि हैन केही समय मात्रै गएको हैन हैन यो चाहिँ हामीले भएको मात्रै हुँदै यसमा चाहिँ हामीले वास्तवमा ध्यान गर्नुपर्ने हो यसमा हामीले चासो गर्नुपर्ने हुन्छ हैन एउटा पुरुषले मात्र नभएर एउटा स्त्रीले पनि भिक्षुनीको शिला लिएर बौद्ध धर्म फैलाएको हामीले अब इतिहास पल्टाउँदाखेरि छर्लङ्ग रूपमा देख्न सक्छौं हैन अनि हामीले अगाडिको इतिहासलाई अब हामीले परीक्षण गर्दाखेरि जाँच गर्दाखेरि हामीले के थाहा हुन्छ त भन्दाखेरि पहिले अब यो चाहिँ के हो त भन्दा एक किसिमको यो शिला लिने चाहिँ हैन भिक्षुनीको शिला लिने चाहिँ अब एक किसिमको के हो त माथि तहको एउटा पुरुषहरू स्त्री मात्रै हैन एउटा कोही अब मन्त्रीको छोरीहरू कोही राजाको छोरीहरू कोहीको राजा रानीको आफ्नै अब श्रीमतीहरू यसरी अब एकदम ठुलो दर्जाको यसरी अब मान्छेहरूले भिक्षुनीको शिला लिने इतिहासहरू अनि स्पष्ट गरेको छ पछि चाहिँ के हो त अब माथिल्लो तहको दर्जाले यो शिला नलिएको खण्डमा अलिकता अनि पछिको चाहिँ लोप हुँदै गरेको कम हुँदै गरेको भएको देख्दछु तसर्थ यो पहिलेको चलन भएकोले भिक्षुनीको भागन गर्ने कमै मानिसहरू थिए त्यसैले यो वंश पछि टुटेको हुन सक्छ वा अन्य परिस्थितिले वंश हराएको हुन सक्छ हामी निश्चित गरी भन्न सक्दैन हैन विभिन्न अब यसलाई चाहिँ हामीले अब भनौँ न क्रमैसँग अब हामीले यसरी अनुसन्धान गर्नु अत्यन्त अब जरुरी छ अब 16औं शताब्दी अघि तिब्बतमा चाहिँ भिक्षु मात्र नभएर भिक्षुनीहरू पनि थियो हैन अब के हो त भिक्षु र भिक्षुनीको गुम्बाहरू बराबरी हामीले अब थियो भने अब हामीले थाहा पाउन सक्छौं यो कसरी थाहा पाउँछ त भन्दाखेरि हामीले अब यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि अब पछिल्लो चरणका भिक्षुनीहरूले अब धर्ममा यो छामे रुमुसीले हैन छामे रुमुसीले के अब बताउनु भएको छ त भन्दाखेरि अब भिक्षुनीहरूले धर्ममा सफलता पाउन अत्यन्त महत्त्वपूर्ण हुन्छ भनी दिएको प्रवचन भनिने भित्र यसरी भनिएको छ उचाङ सुखवती भूमिमा भिक्षुनीहरूका गुम्बा अति धेरै नै छन् र एउटा गुम्बामा पनि 300-400 भन्दा ज्यादा छन् भिक्षुनीहरूका गुरु नायक धेरै छन् नायक पुरुषहरू खडा गरिएकाले भिक्षुनीसँग प्राय राम्रा थिए धर्मकायमा उभिन सकिने भएकोदेखि मेरो अनुभवलाई बहलाउने यी चरित्र ती जस्ता पर्याप्त शिखरशीर नभएकोले मङ्गल शरणमा सफलता मिलेका दिउँसोको तारा जति मात्रै हुन् भने यसरी नै बताएको छ हैन अब छामे रुम्बुसी त्यहाँ पाल्ने बेला चाहिँ अब हैन त्यो बेला अब
जुन अब नायक हेर्ने जुन अब नियममा राख्ने राम्रो होइन एउटा नायक राम्रो त्यसै गरी अब भिक्षुनीहरूलाई तालिम दिने शिक्षण दिने राम्रो भएको गर्दाखेरि भिक्षुनीहरू आनीहरू अत्यन्त धेरै नै थियो भने अब खुलासा गरिएको छ हैन त्यही कारणले अब जुन अब त्यो ठाउँमा चाहिँ एकदम राम्रो देखियो जुन अब भिक्षुनीहरूले बौद्ध धर्म फैलाएको देख्दाखेरि एकदम अत्यन्त राम्रो थियो तर पनि अब छ्यामीहरूमा चाहिँ आफ्नै अब गाउँ भनौँ न खाम जुन कर्म पक्षी अब जन्मिने ठाउँ त्यहाँतिर हेर्ने हो भने चाहिँ एक किसिम के हो त अनि जुन गुम्बामा हेर्ने मुख्य एउटा हेर्ने अब नायकहरू हैन अनि धर्ममा सफलता पाउने एकदम कमजोर छ तर अनि तर खाममा हेरी भन्दा उचाङमा त अत्यन्त बौद्ध धर्मलाई फैलिएको एकदम शिरमा पुगेको जुन अब ज्ञानको टापुमा ओगट्नु सकेको त्यस्तो सफलता मिलेको रहेछ भने यसरी छामेरु मछेले बताउनु भएको छ अनि एक समयमा अनि के हो त अनि भिक्षु र भिक्षुनीको मठ मन्दिरहरू अनि बराबर हैन त्यस्तोसम्म पुगेको थियो हैन धेरै नै फैलाट भएको थियो अनि पछि गएर अब यो उचाङमा चाहिँ के हो त यो विभिन्न राजतन्त्र भनौँ न एक किसिमको राजनीतिहरू फैलिएको कारणले गर्दै अब बौद्ध धर्म लोप हुँदै कम हुँदै जाँदाखेरि अब त्यसमा देखाउने नराम्रो बुरी नजर त्यसमा छोपिसकेपछि अनि यसरी लोप हुँदै नाश हुँदै अनि नष्ट हुँदै कम हुँदै हुँदै गएर अनि त्यसरी हुँदाखेरि अनि जुन अब अनि भिक्षुनीहरू पनि कम हुँदै गएको देखिन सक्छौँ अनि 16औं शताब्दीतिर पनि अब यो भिक्षुनीहरूको सङ्ख्या अत्यन्त ज्यादा थियो अनि छोर्किरी भन्नुपर्दा मैले पहिले उल्लेख गरिएको अब अवस्थालाई हेर्दा तिब्बतमा भिक्षुनी व्रतको अब सुरुवातदेखि करिब अब के हो त अब प्रायः अब पुरुष भिक्षुहरूबाट अब शिला लिएको भन्ने अब स्पष्ट देखिएको छ प्रायः सो तर पछि अब कुङ्गे घोरम भन्ने यसमा अब सुरुवातदेखि अब करिब 98% भिक्षुनी चाहिँ व्रत भिक्षुको सङ्घबाट लिएको भने बुझ्यो तर पछि कुङ्गे घोरम लगायतका विभिन्न अनि पुरुष सङ्घले भिक्षुनी अब भाकल गरे पूर्वक पछि अब यो के भन्छ किसिमको भिक्षुनीबाट नै अब भिक्षुनीहरूलाई अब सील अब प्रदान गरेको नि भने यसरी लेखिएको छ हैन त्यही कारणले अब एक सामान्य महिलाको भाकल एक महिलाको अगाडि जाने बाचा र नौसिखिया नन भाकल हैन व्यक्तिहरूबाट लिन सकिन्छ यी मध्ये पहिलो र अन्तिम एक महिला मालिकबाट लिएको हो हैन एउटा पुरुषबाट एक मठबाट बाहिर जाने बाचा तालिममा भिक्षुनी ब्रह्मचारी उपावस्था र भिक्षुनी व्रत सँगबाट लिइन्छ तालिममा अब भनौँ पुरुषहरू गुरुहरूकोबाट अब यो भिक्षुनीहरूले अब शिला लिएको बताइन्छ अब यसरी अब लेखिएको छ अब कुनै ठाउँमा अब भनौँ न अब पुरुष भिक्षुहरू भएको ठाउँमा मात्रै भनौँ न भिक्षु मात्र भएको ठाउँमा चाहिँ अब एक किसिम के हो त अब जुन अब नियुक्ति गर्न सकिन्छ अब प्रवर्तित हुनुको लागि हैन अब के भन्छ विशेष गरी अब केटीको लागि भिक्षुनी हुनुको लागि 3 प्रकारको कुराहरू छ त्यो के हो त भन्दाखेरि हैन ओजनदार 8 धर्म स्वीकार गरेर अब भिक्षुनी बन्ने एउटा चिठी मार्फत अर्को चाहिँ के हो त भन्दाखेरि अब जुन अब सङ्घद्वारा यसरी अब यो भिक्षुनी बन्ने 3 प्रकार रहेको छ अब यदि पुरुष भिक्षुसँग भए पनि महिलासँग नभएको ठाउँमा दोष रहित पूर्ण समन्वय गर्ने उपाय छ कि छैन भनी सोच्नुहुन्छ भने विनयको अब विनय सूत्र यसरी लेखिएको छ कि जान्नुहोस् कि यो नाम रहेको महिला भिक्षुनीसँग निस्किन र पूर्णतया अधिष्ठित भई
भिक्षुणी भई किनभने 8 ठूला धर्म ग्रहण गरेर आदेशीय पुरुषसँग सम्बन्धित कार्य थियो भने यसरी बताएको छ हैन त्यही कारणले विनय सूत्रमा टिप्पणी छ कि यदि भिक्षुसँग प्राथमिक भएकोले तालिममा भिक्षुनी पूर्णतया भिक्षुहरूको लागि अनुष्ठानको साथ व्यवस्थित गरिएको छ भन्ने भिक्षुनीसँगको भेला केवल परम्परामा अनुसार मात्र हो भन्ने पनि लेखिएको छ अब बौद्ध धर्मलाई अब सम्हाल्नको लागि विशेष स्त्री भन्दा पनि पुरुष अत्यन्त महत्त्वपूर्ण भएकोले अनि पुरुषको भिक्षुद्वारा नै अब स्त्रीहरूलाई चाहिँ भिक्षुनीमा नियुक्ति गरेर अब यसरी शिलाहरू ग्रहण दिन सकिन्छ त्यसै कारणले अनि महत्त्वपूर्ण चाहिँ भिक्षुको सँग नै अत्यन्त महत्त्वपूर्ण हुनेछ भन्ने यसरी बताएको छ हैन हैन अब कुनै बेलामा अब एक किसिमको भिक्षुनीहरूलाई अब भिक्षुनीद्वारा पनि अब शिलाहरू ग्रहणहरू प्रदान गर्न सकिन्छ भन्ने पनि लेखिएको छ त्यही कारणले अब फेरि अब भनौँ न एक किसिमको अब जुन भिक्षुबाट अब प्रदान गरिएको अब भिक्षुनी अब भनौँ न अब स्त्रीलाई जुन भिक्षुनीको अब शिला चाहिँ हुँदैन भने अब भोटमा अब एक किसिमको भिक्षुनीको शिलाहरू अब छ भने अब तय गर्नु सकिँदैन त्यही कारणले गर्दाखेरि अनि त्यस्तै गरी अब यो लुङ्गी अब यार्गिसी भने भित्र अब विभिन्न कुराहरू अब यो भनौँ न 5औं शताब्दीतिर अब यो चीन भाषामा अब यो अनुवाद गरिएको अब केगु धामै छिमोदो भनेको भित्र अब लेखिएको छ यो भित्र के लेखेको छ त भन्दाखेरि अब यो भित्र के लेखेको छ त भन्दाखेरि भविष्यमा चाहिँ अब अनि अब भनौँ बुद्ध चाहिँ परिनिर्वाण भएको पछि चाहिँ अब के हो त पूर्ण अनि एउटा स्त्रीहरू चाहिँ होइन अनि श्रमणेर एक किसिमको अनि भिक्षु भएर भिक्षुनी भएर अब के हो त एक किसिमको अब त्यसमा चाहना गरेर अनि छ भने तिनीहरू चाहिँ अब राम्रो काममा लगाउनु पर्छ र भिक्षुनीको शिलाहरू प्रदान गर्नुपर्छ भनेको छ विभिन्न कुराहरू बताएको छ अनि यो भिक्षु सङ्घबाट अब भिक्षुनीको शिलाहरू लिनुपर्छ भनेको त्यो गर्नुको लागि पनि अब भिक्षुले एकचोटि सूचना गर्नुपर्छ भन्ने यसरी लेखिएको छ विभिन्न कुराहरू बताएको हुँदाखेरि अब यसमा अब फेरि अब आनन्दले प्रश्न गरे कि अब हैन त्यो भन्दा अब अनि अब एउटा स्त्री भिक्षुनीले पनि भिक्षुनीले अब एक किसिम के हो त अनि भनौँ न बुद्धले के भन्नुभयो भन्दाखेरि होइन अनि भिक्षुनीले पनि नयाँ नियुक्ति भिक्षुनीलाई शिला प्रदान गर्न सकिन्छ यदि भिक्षुनी नभएको खण्डमा भिक्षुले अनि यसरी नवीन भिक्षुनी नियुक्ति गरेर यसरी भिक्षुनीको शिला गर्न सकिन्छ भन्ने यसरी अनि बुद्ध र आनन्द बीचमा यसरी अनि छलफल गरिएको पनि थियो अब यो सूत्रमा बताए मुताबिक भोटमा पनि अनि यो विनयलाई अनि यस्तो अब एउटा परम्परा चाहिँ भोटमा पनि थियो हैन अब कदम्बेको अब छेदे छिम्बो हैन महाधर्म अब शाखामा अब नाथाङ्गी अब विद्वान शेरब ग्यासो भन्ने उहाँको अब एउटा विनयको एउटा टिप्पणी भित्र के लेखेको छ अब
अनि के होता एक किसिमको भिक्षुनीको शिला प्रदान गर्ने एक किसिमको अब स्त्री छैन भने भिक्षुनी छैन भने अब भिक्षुले पनि अब किसिमको भिक्षुनीलाई शिला दिनु सकिनेछ भने यसरी बताएको छ। यसले गर्दा नि एउटा कुनै दोष नभएको दोष रहित अनि भिक्षुनीको शिला अनि हुन सक्ने यसरी अब सब सुसम्पन्न भएको एउटा दोष रहित अनि भिक्षुनीको शिला अनि उत्पन्न हुन्छ जन्मिनु सकिन्छ भन्ने पनि बताएको छ। अब सबैको विद्वानको अब मत अनुसार के हो त जुन अब जुन भिक्षुनीको शिला चाहिँ अब एउटा भिक्षुको सँगदेखि अब भिक्षुको शिलादेखि उत्पन्न हुने सबैको रात मिलेको छ हैन। त्यही कारणले अब भोटमा चाहिँ के हो त जुन अहिले भिक्षुनीको शिलाको परम्परा आइरहेको छ के हो त भन्दाखेरि यो चाहिँ एउटा अनि एउटा भिक्षुसँगदेखि आइरहेको हो भन्ने पनि भन्ने आइछ हैन। त्यही कारणले गर्दाखेरि अब फेरि दुवै सङ्घको होइन भिक्षुनीको सङ्घ भिक्षुको सङ्घबाट दुवै अब यसरी समूहबाट पनि नियुक्त हुने नयाँ भिक्षुनीहरूलाई पनि अब शिला प्रदान गर्ने पनि आइरहेको छ। अब यसमा प्रश्न गर्यो भने अब भिक्षुनीको शिला चाहिँ कहाँबाट प्राप्त हुन्छ भिक्षुबाट भिक्षुको सँगदेखि प्राप्त हुने हो कि अब भिक्षुनीको सँगदेखि प्राप्त हुने हो भन्दाखेरि अब भिक्षुको सँगदेखि प्राप्त हुने हो भने यसरी अब बताइन्छ। अब क्वेसन आउँछ कि अब प्रश्न आउँछ कि यदि अब त्यहाँ भिक्षुनीको सँग नभएको ठाउँमा जुन नियुक्ति हुन नयाँ भिक्षुनीको शिल दिनु पर्दाखेरि त्यसमा के गर्ने त भन्दाखेरि अब त्यो नभएको खण्डमा चाहिँ अब भिक्षुको सँगदेखि अब भिक्षुनीको सँग अब शिला चाहिँ अब के लिन सकिन्छ भने यसरी अब यसमा दिएमा अनि त्यही दोषहरू छैन पनि भनिएको छ। अब चीनमा चाहिँ अब 4औं शताब्दीतिर अब भिक्षुनीहरू उत्पन्न भयो। थिङचेन लगायत विभिन्न अब भिक्षुनीहरू अब अनि यसरी अब यो पनि के हो त चीनमा अब 4औं शताब्दीतिर आएको भिक्षुनी पनि अब जुन भिक्षुबाट प्रदान गरिएको अब भिक्षुनी शिला हुने जस्तो लाग्छ। त्यो बेला अब भारतमा चाहिँ अब भनौँ न भिक्षु भिक्षुनी दुवै थियो हैन। तर यसको एउटा एकदम लक्षण शुद्धता के हो त भन्दा कहाँदेखि पायो भन्नु अब भोटमा कसरी अब यो भिक्षुनीको शिल फैल्यो त हैन। यो एउटा भिक्षुनी सँगदेखि दिएको हो कि भिक्षु सँगदेखि प्रदान गरिएको हो भने त्यसमा अब अनुसन्धान गर्यो भने गाह्रै छ। त्यही पनि जे भए तापनि विभिन्न यो इतिहास बुद्धको वचन मुताबिक हामीले सर्लाङ्ग बुझ्न पनि सक्छौँ हैन। अनि यसरी हामीले जुन अब विभिन्न इतिहास राखेर विभिन्न बुद्धको वचनहरूलाई हामीले शिरमा राखेर अब हामीले भिक्षुनीको शिलाहरू हामीले कुरा चर्चा गर्यो भने अनि महत्त्वपूर्ण टुङ्गिनु सकेला र यसमा विभिन्न विवादहरू कम हुनु जस्तो देखिन्छ हैन। अहिलेको यो स्थिति परिस्थिति कालमा हैन एक किसिमले के हो त भन्दाखेरि हैन यो भिक्षुसँगबाट पनि भिक्षुनीहरूलाई अब शिला दिँदाखेरि अब त्यति अब नराम्रो नहुने दोष नहुने जस्तो देखिन्छ हैन। विभिन्न अब के हो त यो विनयको नियमहरू हेर्दाखेरि अब मिल्छ जस्तो लाग्छ। तर पनि अब विभिन्न विवादहरू यसमा भइरहेको हुन्छ। अब जस्तै कुनै अर्को देशमा अब एउटा भिक्षुनीहरू छ भने त्यो भिक्षुनीलाई हामीले स्वागत गरेर हैन नियुक्त हुन आँटेको नयन अब आनीहरूलाई चाहिँ अब भिक्षुनीको शिला दियो भने यसमा के हो त अत्यन्त महत्त्वपूर्ण हुने विवाद कम हुने जस्तो पनि देखिन्छ। त्यही कारणले गर्दाखेरि अब कुनै ठाउँमा भिक्षुनी नभएको खण्डमा एकदम कोही नहुने खण्डमा अब भिक्षुको अब बाट पनि अब भिक्षुनीको शिला लिँदाखेरि त्यति अब दोष नहुने दोषदेखि मुक्त भएर एक किसिमको अब त्यसमा हुन्छ। तर पनि त्यसमा विवाद अलिकता चर्किने जस्तो देखिन्छ। अनि अब हामीले भनौँ न
अनि भविष्यमा नि अब यसको यो के हो त भिक्षुनीको शिला अब ग्रहण गरेर त्यसलाई अब साधना गरेर कसरी गर्ने यसरी हामीले अनुसन्धान गरेर जति सक्दो यसलाई अभ्यास गर्यो भने होइन अत्यन्त भविष्यमा विवादहरू नहोला अब कर्मकमसँगको विषयमा कुरा गर्ने हो भने अब यो कर्मकमसँग चाहिँ मैले अब जुन कायु भनौँ न कायु मल्लमा चाहिँ भिक्षुनीको सँग राखिएको छ त्यसमा चाहिँ के हो त मैले अब जोर गरेर राखेको होइन यसमा चाहिँ विभिन्नमा के हो त भिक्षुनी राख्नुको कारण चाहिँ के हो त यसमा चाहिँ अब विभिन्न गुरुहरूसँग छलफल गरेर बहस गरेर होइन अनि विनय भनौँ विनय सूत्रसँग अब त्यो मिल्छ कि मिल्दैन होइन विनय पिटकसँग अब शिर राखेर यसरी अब अनि कर्म कमसँगमा चाहिँ अब अनि कर्म कमसँगमा चाहिँ अब के हो त अब तिमीले अब यो भिक्षुनीको सङ्घलाई राखेर अब तिमीले बौद्ध धर्म फैलिन पर्छ भने यसरी अब पूर्व गुरुहरूबाट हामीले मलाई अब एक किसिमको आदेश आएको हुँदा त्यही अनुसार मैले गरेको हुँ होइन अब नराम्रो कुराहरू त सबैले त जानिरहेको हुन्छ बुझिरहेको हुन्छ तर राम्रो कुराहरू चाहिँ जुन अब सत्य कुराहरू चाहिँ अब त्यो मान्छेले अब त्यति बुझ्दैन होइन होइन नराम्रो कुराहरू चाहिँ एकदेखि अर्कोसम्म अब फैलिँदै जान्छ तर नराम्रो कुराहरू चाहिँ एक किसिमको त राम्रो अब फैलाउँदैन यसमा भन्ने भनाइ के छ त भन्दाखेरि अब विभिन्न यो भएको कुराहरू चाहिँ के हो त दोस्रो शताब्दीतिर अब यसको उत्तर दिइसकेको छ होइन अब यसमा चाहिँ नयाँ मूर्तिमा चाहिँ एक किसिमको अब भनौँ न पुरानो मूर्तिमा चाहिँ नयाँ अब सुङहरू हाल्नु अब त्यति जरुरी देख्दैन किनकि यसको विषय पहिला नै पूर्व गुरुहरूले बताइसकेको छ त्यहाँ के बताएको छ झेरा सेतो सेमो भन्ने बित्तिकै के भित्र बताएको छ त भन्दाखेरि अब धुलुवा विनयमा चाहिँ मेरो सद्धर्म चाहिँ अब हजारौँ वर्षसम्म अब भन्दा ज्यादा अब बस्ने छ होइन अब स्त्रीहरू अब एक किसिमको भिक्षुनी भइसकेर चाहिँ अब के हो त अब 500 वर्ष चाहिँ के हो त कम भएर लोप भएर जान्छ भनेर लेखिएको छ होइन त्यस्तो कुराहरू चाहिँ अब एक किसिमको त यो चाहिँ के हो त भन्दाखेरि एउटा हामीले विचार गर्नुपर्ने यस्तो चाहिँ यो चाहिँ के हो त यसलाई चाहिँ हामीले नितार्थ भन्ने त्यसको अनि विचार गर्नुपर्ने हुन्छ अनि यसरी बौद्ध धर्म फैलिँदै होइन अब 1000 वर्षमा रहन्छ भने 5 वर्ष बुद्धले अब एक किसिम के हो त 500 वर्ष पछि यो लेखिएको हुँदाखेरि अब 500 वर्ष त गइसक्यो नि 500 वर्ष मात्रै बाँकी छ नि हजारमा त्यही कारणले गर्दाखेरि हामीले बुझ्नुपर्छ त्यस्तो गर्ने हो भने त अहिले पनि बौद्ध धर्म रहिरहेको छ भिक्षुनीको अब सङ्घहरू भिक्षुनीको मठहरू होइन रहिरहेको छन् त्यसले गर्दाखेरि अनि लोप हुँदैछ नष्ट हुँदैछ भन्नु मिल्दैन अब झेरा सेरो छेमो भने अब शास्त्र एउटा निस्किने बेलामा होइन त्यो बेला के हो त 500 वर्ष बुद्धको धर्म फैलिएर 500 वर्ष गइसक्यो 500 वर्ष मात्र बाँकी थियो नि त त्यो बेला पनि अझै पनि अब जुन अब बौद्ध धर्म रहिरहेको छ नि त होइन त्यसमा अब उत्तर दिने दुई प्रकार उत्तर दिने अब आएको थियो अब त्यो बेला अब के हो त भन्दाखेरि जुन बौद्ध धर्म चाहिँ लोप हुँदै जान्छ भनेको चाहिँ अब नम्बर ढोलवा होइन अब जुन अरहतको उत्तर के हो त्यो भन्दाखेरि जुन अब अरहतको ज्ञान प्राप्त गर्ने चाहिँ बुद्धको धर्म चाहिँ शासन चाहिँ जान्छ तर शिला समाधि त्यस्तै गरी विभिन्न यो श्रुतिमय ज्ञानहरू चाहिँ अनि यो एकदम स्थित रहनेछ भनेर हुनुको लागि अनि 500 वर्ष चाहिँ लोप हुन्छ भने यसरी उहाँले अब बताएको छ अन्तिमको जब यो राम्रो देख्छ के अन्तिम जब के दियो भन्दाखेरि होइन अब
ओजनदार 8 धर्म स्वीकार गर्यो भने चाहिँ बौद्ध धर्म रहन्छ, त्यो लिएन स्वीकार गरेन भने चाहिँ अब बौद्ध धर्म रहन भनेको हुँदाखेरि अनि यो भिक्षुनीहरूले चाहिँ 8 ओजनदार धर्महरू यसरी स्वीकार गरेको हुँदाखेरि अनि बौद्ध धर्म रहन्छ भनेको। यदि त्यो 8 यो ओजनदार धर्म चाहिँ स्वीकार गरेन भने अनि 5 वर्षमै हराएर जान्छ भने यसरी अब जवाब दिएको हुँदाखेरि, जवाब लेखिएको हुँदाखेरि माथिको भन्दा पनि तल्लो चाहिँ अलिकता उपयोग र अनुकूल जस्तो देख्दछु म। अनि हामीले थाहा हुनुपर्छ कि अब होइन केटी एउटा भिक्षुनी भइसकेपछि अब के हो त बौद्ध धर्म चाहिँ 500 वर्ष लोप हुँदै जान्छ भनेको यस्तो कुराहरू चाहिँ अब हामीले अनि यस्तो एउटा अनि यस्तो कुराले गर्दाखेरि होइन स्त्रीहरू अब यो भिक्षुनी हुनुको लागि अनि रोकथाम गर्ने अवरोध गर्ने चाहिँ गर्नु हुँदैन होइन। यो चाहिँ बुद्धले पहिला नै अब के हो त विनय पिटकभित्र अति स्पष्ट बताएको छ नि त होइन होइन। त्यो बेला बुद्धलाई पनि अब बिचरा अब उहाँलाई के भन्नु अब भारतमा के हो त अनि उहाँलाई पनि अब धेरै अब सङ्कट परेको थियो होइन। जुन भारतमा मान्छेहरूलाई अब जुन अब तनाव दिएको तल्लो तहमा थेचारेको मान्छेहरू चाहिँ बुद्धले माथि लिएर यसरी बौद्ध धर्मको लागि एउटा सत्य काम गर्दाखेरि धेरै नै अब के हो त अब सङ्कटहरू उब्जिएको छन्। त्यस्तो हुने बावजुद पनि उहाँले अनि बताउनु भएको छ नि त होइन। 8 ओजनदार धर्म गुरुङको धर्म स्वीकार गर्यो भने अनि स्त्रीहरू पनि भिक्षुनी बन्नु सकिन्छ भने बुद्धले यसरी उहाँले वचन दिनुभएको छ। त्यही कारणले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ हामीले धेरै अब विचार गर्नुपर्दछ। अनि आज चाहिँ अब यो आर्य क्षमाको वसन्ती अब शिक्षा अब आज टुङ्गियो होइन। अब यसमै नै अब यतिमै अब म टुङ्ग्याउनु चाहन्छु। विशेष गरी खास पनि मैले यसको विस्तार गम्भीरता मैले बताउने इच्छा थियो तर एउटा जिउको एउटा अस्वस्थताले गर्दाखेरि होइन मैले त्यति विस्तारसँग बताउनु पाएन। विशेष गरी यो विभिन्न मठबन्धमा रहने भिक्षुनीहरू होइन अनि यो अनि विद्यालयको र हामीले जुन अब साधना भनौँ न महाविद्यालय र अनि साधक जुन साधना दुवै गर्नुपर्ने अत्यन्त जरुरी देख्दछु होइन। अब गुम्बामा अहिले एउटा साधक र एउटा विद्यालयको दुईटा कुराहरू अब राखिएको छ होइन। जे भए पनि मैले अस्ति बताएको जस्तै अब दुवै एकैचोटि जानुपर्ने होइन। अब विद्यालयमा बौद्ध विद्यालयमा पढ्नेहरूले अब धर्म साधना नगर्ने, धर्म साधना गर्नेहरूले विद्यालयको अब ज्ञान बौद्ध विद्यालय ज्ञान पढ्न भने त्यो चाहिँ के हो त एउटा अनि एउटा पकेट नभएको जो पन्छी जस्तै हो नि। त्यसले गर्दा त्यो एउटा छाड्ने एउटा ल्यायो भने चाहिँ बुद्धको ज्ञान प्राप्त गर्न सक्दैन, मोक्ष प्राप्त हुँदैन। त्यही कारणले गर्दाखेरि हामीले जति सक्दो अनि 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 गुम्बामा लगायत विभिन्न ठाउँमा के हो त एक किसिमको अनि धर्म ग्रन्थहरू पनि राखिएको छ होइन, सबै कुरो राखिएको छ। त्यही कारणले जुन अनि त्याग्ने कुन स्वीकार गर्ने कुन हामीले कुन कुरा गर्ने यो बुझेन भने हामीले ध्यान साधना समाधि गर्न सक्दैन नि होइन होइन। हामीले के हो त एउटा साधना गर्नुको लागि होइन ध्यान गर्नुको लागि के हो त ध्यानको कुरा सिक्नु जरुरी छ नि त होइन होइन। त्यही कारणले जस्तो गुम्बा मठ मन्दिर भए तापनि यो महाविद्यालय एउटा पूजा गर्ने एउटा मठ मन्दिर हो भने यसो छुटाउनु हुँदैन, यसलाई अभेद रूपमा अघि सर्नु पर्दछ होइन होइन। अनि गुम्बामा जस्तो गुम्बामा भए तापनि यहाँ भनौँ न अनि पहिला अब केटीहरूलाई स्त्रीहरूलाई त्यति अब मौका दिएको छैन होइन। अनि भिक्षु जस्तो अब त्यति अब उनीहरूलाई मौका दिएको छैन, विभिन्न अब समस्याहरू देखिएको छ। यसको मुख्य कारण समस्या हुनु कारण के हो त भन्दाखेरि अनि यो चाहिँ के हो त अब भिक्षुनीहरू के पुस्तकहरू त्यति ध्यान नभएको कारणले गर्दाखेरि होइन एउटा अब त्यसमा चाहना अनि ध्यान नगएको कारणले गर्दाखेरि अनि एउटा म अनि मात्रै भएको रूपले यसरी बस्नु भयो भने यसरी अब अनि समस्या आउँछ। त्यो समस्या गर्दा कारणले गर्दाखेरि अनि त्यति स्पष्ट नभएको भने बुझ्दछ। त्यसै कारणले गर्दाखेरि अनि हामीले
जति पनि यो ग्रन्थहरू ग्रामरहरू विभिन्न किन गरिएको त किन सिकियो त भन्दाखेरि हैन साधना गर्नको लागि त्यो साधना किन भन्दाखेरि परहित समस्त प्राणीहरूलाई उद्धार गर्नको लागि सत्य मार्गमा लगाउनको लागि हो नि नत्र एउटा धन सम्पत्ति जोर जाम गर्नको लागि सम्पत्ति कमाउनको लागि कदापि होइन त्यसै कारणले हामीले पेजा धर्म ग्रन्थहरूलाई पल्टाउने अध्ययन गर्ने यसको मुख्य उद्देश्य के हो त हैन आफूमा हुने मुख्य अब ज्ञान अब समाधिलाई बाहिर ल्याउने अनि परहितको लागि कार्य अब सत्य बाटोमा लाउने यो हो नि त हैन त्यही कारणले गर्दाखेरि अनि हाम्रो उद्देश्य चाहिँ बिग्रिनु हुँदैन मोड्नु हुँदैन अनि अहिलेको समयमा प्रयास के हो त भन्दाखेरि एउटा बाहिर सामान्य विद्यालयमा अध्ययन गरेको जस्तै अब सम्झिन्छ हैन त्यही कारणले गर्दाखेरि सेठामा पढ्ने महाविद्यालयमा बौद्ध विद्यालयमा पढ्ने अनि त्यति अनुभव एउटा महसुस त्यति बलियो छैन नि त त्यही कारणले त्यो चाहिँ एउटा के हो त हामीले जे गरे तापनि हाम्रो उद्देश्य बिग्रिनु हुँदैन उद्देश्य टुट्नु हुँदैन र एउटा महाविद्यालय र एउटा धर्म साधना चाहिँ एकै एउटा हातको नङ र मासु जसरी जानु पर्दछ एउटालाई फाल्दै एउटालाई ग्रहण गर्ने गर्नु हुँदैन हैन हैन अनि भविष्यमा चाहिँ यसरी दुवै एक नजरले गयो भने के हो त अनि सुख शान्तिको एउटा स्रोत बन्न सक्ने जस्तो देखिन्छ भविष्यमा यसरी एकै नजरमा गयो भने अब अन्तिम पाठ गर्न जाँदैछौँ हामी Dine diye menrej pina smar be kana ma zulenge menrej pia yar sunde menrej dingen pia ji menrej pisa jar dine sunxie ji na
松懈期要么呗，松懈期松多啊，这是大概面这的应的面这都几应的，面这里拿 मण्डल अनि अर्पण गर्ने रहेछ यसमा अनि मण्डल गर्ने भन्नुहुँदैछ त्यसपछि अनि केही अनि पूर्वजन राख्नेछु भन्नुभएको छ अनि एकदम संक्षिप्तमा रूपमा मण्डल राख्नु होला 당에 면제제가 신인수다 되는 가서 말베다 그냥 저지能게 예 신인수다지 마진데 안디 쇼데ля 아니 यो भद्रचारी प्रार्थना अनि गर्दै गर्छु होइन तपाईँहरूले अब यो मण्डलहरू अर्पण गर्नु होला होइन त्यसपछि यो अनि त्यसपछि अनि तपाईँहरूले यो जुन बताउनु पर्ने हो अनि त्यो बताउनु होला我今年说到就今天呢，就是没写吧，没也是个大概嘛，的到当前了，绿党啊也当然在。上坡这边面了蛮多的，给我当这一个我送到新个对你绿这边的吧，也给我跟了好多下。预计的呢，对你三个，那么三个这个那就把它在这去给一那么了把他们这给我大概讲。대단하보면서여서나양게연라여서라근게야와근게인데랍제제대와라시바답제다게 메도 넘버 중앙 넘버 다 신년 남다 주와 도조 아메조다 두베 남바 예 야와 대다라네 셔브라 다사 남바 남다 제조다 치메 보마르 베냠바 그바 게바 파베 조겐게 야와 대다라야 제바 게 제바 가나 라메 게제 대다 야와 남제라야 며 상보 제라 대베 도다 게 야와 근라 전세 제바 대샤 제단 디모 원게네 뢰당 아다 디신 이게 야 디바다게 이바 지제바 대다 담제 다게 소소 조지 겨와 군다 상게 세랑게 남다 럽다 밀로다 로 군게 소나마 강라 대다 군게 제소다예라 가나 조지 지된 점에다 전조ren 브라 상게 마자 공부 대다 다게 담제라 고로라나 메바고 그냥에 대든 가시 대다 로군로 베진데 제게바 신게 dünya 쇼바 다게 타모랍즈라서 예 창자와다 주제 샤바 제소예랑 그제서 게와 주세 다게 제사바 담제 다게 전주쟁오 조제 bü지 조제 메도다 레르벨리제 닌데 gem바데 상예 신도 미데 뼈와 루겐 남다 신라제 바라쇼 예다만 구로레나 멘데라 간니야다야미 이제 멘데 잠본 디베 장조 남라바지 민조시 디소메 디시에 공바도 바다 스바 민주 시와라민 남과냐 변조난 저와쇼 청아 신비라예네 동해 심전 다기신 개바셔와 성에 최대제제 주기로제 청아 신비라예네 동해 심전 다기신 개바셔와 성에서 최대제제 주기로제 청아 신비라예 동해 심전 다기신 개바셔와 성에서 최대제제 주기로제 皇天蓝面下边电报大看你们用了的一种大新马律错啥之上牛犊三个撒浪个巴拉修他说大地接了的松懈那就是什么嘞松懈那要了的要么不是月什么
अब यसमा तपाईहरुले अनि लास्टमा के अन्तिम शब्द के अनि जाङसुबिलिङ द्वारा के अनि अन्तिम शब्द बताउने होला कि बताउनु होला Jinula danda di kunzo ki microphone di zoom nal gyumidu. केबा मिंदो दादी केबा मिंदो और तारांग दे होना जिसरे तेज को दो
다들 이모들이 이해하고 민족도 좋게 기부시와다 상부시초의 인이 어려위하고 상계가마 맞춰 기기 특지 사무 가마 대신이 지출라 가진 경고 표시가들 마음은 준비 나도라 겹다 왼다 왼이 지출 공부 경기困难的 대신 특지 두절 뇌의 미묘와 다양되게 또한 풀도 되고 능을시자 겨와의 신용도 주기 꾸기기 테마 반사시기 합친 투기 시공 타다 백년등기 조직 된당 조례지지 연맹 규별 격보들 공민공도 대신 누자 조례군도 강풍인지 후보 서직내바 당일 선별규례 융중시 주변민주자고 수출당과 흥결수대 냉결수수수 라메가 반딩계와 단지도 야미다고 까규당 개발받인가마가 시도된도 믿어주셔 제 파마디진이 지도 토발이 잡수대 중요한 빠동 이시에다 깨는데 파마디진이 지주 오직 토충이 일로 이동 시스템이 나와시게 제 주민이 되게 좋아진다 그러는 거예요. 다음 네, 다 자신만 하면 쓰지 않아? 자신만 하면 쓰지 않아? 네. महामुद्रा पाठ गर्दैछौँ
Te